त्यो चाहिँ हाम्रो ब्राइडले मात्रै खाँदै हुनुहुन्छ हामीलाई चाहिँ देखाउँदै हाम्रो चाहिँ डाइट हो ब्राइड चाहिँ यस्तो मोटाउनु पर्ने 5 केजी ल है त हाम्रो गाइस हामी चाहिँ 4 जना भएर महोत्सव हेर्न आएको सपिङ सकेर निसाको बिहेको लागि हल्का सपिङ गरेर सकियो हजुर यहाँको देवचुरी महोत्सव यो खेलेको यस्तो डर लाग्यो यस्तो डरायो मन्छ एकदम फ्री बल डरायो डरायो गाइस लास्ट यो खेलेको हामी चाहिँ फर्किन लाग्यो मौसममा हल्का हल्का हाई गाइस म चाहिँ आज नित्साको प्रि वेडिङ फोटोसुटिङ गर्न लाग्यो हामी चाहिँ यहाँबाट 7 बजे हिँड्न लाग्यो अनि म चाहिँ अब हिँड्दै नित्सा घर जान्छु हामी चाहिँ अटोमा जाने नित्साको घर आइसक्यो म हजुर अङ्किता बहिनी गाइस हामी चाहिँ अटोमा चढिसक्यो म मेरो दुलैलाई देखाउँछु हाम्रो पुरा आइगर अङ्किता बहिनी हामी चाहिँ अब प्रि वेडिङमा जान लागेको फोटोसुटको लागि नित्साको कस्तो हुने होला हजुर हेर्दै जानु होला लास्टसम्म कति रमाइलो हुन्छ है नित्सा बजारतिरमा उहाँहरू अहिले यस्तो हुनुहुन्छ उहाँहरूको लुक्स अहिले पछि हेर्नु होला कस्तो हुन्छ विजय धनगढीबाट आएको गाडी काठमाडौँ जाने गाडीमा चढेछौँ है अब लास्टसम्म हेर्दै मैले रेडी भइसकेँ मेरो साथीहरू चाहिँ रेडी हुँदै घुम्नलाई जान लाग्यो पार्लर दुलाई अब हाम्रो मेकअप सुरु भयो दुलैको अहिले नित्साको लुक्स यस्तो छ भने अब पछि हेर्नुहुन्छ राम्रो देखेँ गाइस हजुरलाई नि यस्तै राम्रो हुन छ भने आइहाल्नु होला एकदम सस्तो प्राइसमा मिलाएर नितिसा कति राम्रो देखेँ हामी चाहिँ अब यो जङ्गलमा रोडहरूमा हिँडेर भिडियो गराउने हो टक्क हातमा यसरी लिएर यो नितिसाले गाइस अब चाहिँ स्कुटीबाट फोटोसुट भइरहेको छ कति स्पिड राखियो बिचरा क्यामेराम्यान दाइ भगो हामी चाहिँ अब थर्ड एउटा गरे दुईटा अब 3टा थर्ड फोटोसुटमा जाँदैछौँ
अब कस्तो निचाको लुक्स अर्कै हुन्छ हजुर थर्ड फोटोसुट हो यो थर्ड फोटोसुट हो भने हामी यहाँ नारायणीको किनारमा छौँ हावा यति चिसो लागेको छ हामी चाहिँ डन्डा पुग्यौँ फर्केर अब घर जान लाग्छौँ हातभरि पोका पोका छ मेरो बुके यहाँ छ मेरो मुटुले दिएको अनि अरू केही भन्दैन मेरो मुटु चाहिँ पोखरा गइसक्नु भएको छ अब पर्सि आउनुहुन्छ इन्गेजमेन्टमा मलाई भेट्न ल अब चाहिँ हामीलाई चाहिँ मामा दुईटा मामा लिन आउँदै हुनुहुन्छ त दाइ हो नि हाम्रो पो मामा हो र चाहिँ नित्साको प्री वेडिङ फोटोसुट कस्तो लाग्यो भनिदिनु होला कमेन्टमा लेख्नु होला कस्तो लाग्यो मलाई चाहिँ यति रमाइलो भयो कि यति राम्रो देखिदियो कि त्यसलाई हेर्दै ओहो जस्तो के हुन्छ नि लास्ट राम्रो देखिँदैन अनि गाइस सामानहरू नि यति धेरै बोक्दै आउँदा चाहिँ यतिमै अन्तिम हुन्छ थ्याङ्क्स फर वाचिङ आवर भिडियो बाइ